भएका हाम्रा साथीहरू हुनुहुन्छ अनि हामी यहाँ हाम्रा भावनाहरू यहाँहरूसँग साट्न प्रयत्न गर्नेछौँ, हाम्रा भावनाहरू यहाँ व्यक्त गर्नेछौँ। त्यसैले गर्दा सम्भव भएमा हाम्रो विशेष आग्रह र अनुरोध केही पनि छैन। सम्भव हुँदाखेरि यहाँहरू यसो टोलाएर हिँड्दै यसो थोरै बेर समय यता दिएर हाम्रा भावनाहरू सुनिदिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ। यहाँ हामीले धुमधामसँग मान्छेहरूलाई जम्मा गरेर आएका होइनौँ। हामी सडकमा आउँ, हाम्रा कुरा भनौँ भनेर यो एउटा पुरानो इतिहास पनि संस्मरण गर्ने प्रक्रिया हो। 2036 सालमा हामीले सडक कविता क्रान्ति भनेर सुरु गरेका थियौँ। त्यति बेला मलाई सम्झना छ, त्यति बेला भवानी घिमिरे जस्ता व्यक्तित्वले त्यो सडक कविता क्रान्तिको नेतृत्व गर्नुभएको थियो, जो अहिले हाम्रो साथमा हुनुहुन्न, ती विशेष भइसक्नु भएको छ। त्यस पछाडि 62-63 को आन्दोलनको बेलामा पनि हामीले बानेश्वरमा बसेर त्यति बेलाको निरङ्कुशताको विरुद्ध साहित्यका स्वरहरू उरालेका थियौँ, कविताहरू भनेका थियौँ, जनताहरूलाई एकत्रित गराउन प्रयत्न गरेका थियौँ। हो, त्यसकै निरन्तरता हो यो। हामी जागृत समुदाय, निरन्तर जागृत छौँ। जागृत समुदाय पटक्कै छुटेको छैन, चनाखो भएर खबरदारी गरिरहेका छौँ। त्यही प्रक्रियामा यो एउटा खबरदारी अभियान हो। हामी यहाँ कविता सुनाउँदछौँ। धेरै लामो कुरा गर्नुभन्दा अब कविताबाटै कार्यक्रमलाई अगाडि बढाउन उचित लाग्दछ। यहाँ हामीले स्वागत गर्ने काम गरेका छौँ। हाम्रो हरेक कार्यक्रममा स्वागत गर्नको निमित्त हाम्रा अध्यक्ष प्राज्ञ नर्मदेश्वरी सत्याललाई म यो माइक सुम्पिँदै म कृष्ण सुवेदी भारत मित्र एकछिनको लागि गर्नुपर्छु। हाम्रो अध्यक्ष उपस्थित सम्पूर्णमा अभिवादन। आज मे 3, 2025 प्रेस स्वतन्त्रता दिवस। यसै सन्दर्भलाई पारेर कवि एवं साहित्यकारहरूले आफ्ना स्वतन्त्र अभिव्यक्तिहरू जहाँसुकै जुनसुकै बेला प्रस्तुत गर्न पाउनुपर्छ भन्ने मान्यताका साथ आज हामी यहाँ आएका छौँ। र आज यहाँ उपस्थित हुँदाको मूल उद्देश्य भनेको चलमलाउँदै गरेको प्रतिगमन अर्थात् राजतन्त्र विरुद्ध खबरदारी गर्नु हो। हामीले भुतभुतेमा भएको आगो निकालेर सल्काउने प्रयत्न गरेका हौँ। सल्काए सल्किँदै जान्छ, नसल्काए भुतभुते भित्रै रहन्छ। अनि म सम्पूर्ण यहाँ उपस्थित महानुभावहरूलाई के भन्छु भने हिजो हाम्रो कस्तो अवस्था थियो, आज हाम्रो कस्तो अवस्था भयो, गणतन्त्र र राजतन्त्रमा कति फरक छ भन्ने कुरा सबैले महसुस गर्नुभएको छ भन्ने लाग्छ। यसै सन्दर्भमा हामीले गणतन्त्र चाहिन्छ, राजतन्त्रलाई चलमलाउन दिनु हुँदैन। हामीले मात्र आगो सल्काउने कवितात्मक दाउराका माध्यमबाट आगो सल्काउने प्रयत्न गरेका हौँ। सल्किँदै जाओस् भन्ने अभिप्रायका साथ हाम्रा भनाइहरू केही व्यक्त गर्दछौँ र यस कार्यक्रममा पाल्नुभएका सबैलाई मैले एकमुष्ट अभिवादन र स्वागत गर्दै म यसै संस्थाका महासचिवलाई माइक्रोफोन दिनु अगाडि कविताका माध्यमद्वारा अभियानको सुरुवात गर्दछु। मेरो कविता यसरी सुरु हुन्छ। मेरो कविताको शीर्षक छ के को बहादुरी उद्गार तिम्रो सही। तिमी हिरो मन पराउँछौ, म पनि हिरो मन पराउँछु। हिलो हाम्रो जिलो हो। तिमी हिलोमा माछा मार्ने दाउ खोज्छौ, म भने हिलोमा कमल फुलाउँछु। तिमी हिलोमा माछा मार्ने दाउ खोज्छौ, म भने हिलोमा कमल फुलाउँछु। देख्दिन तिमीमा बहँदो पानीमा माछा मार्ने याउ। देख्दिन दुवालो थाप्ने सिप र भ्याउ। जनताद्वारा तारिएका रौ माछामाथि रियाल चुहाउँदै झिँगे दाउ लगाउने दाउमा रहेछौ तिमी। भन कस्तो भकाउमा बम्किँदैछौ तिमी। भन कस्तो भकाउमा बम्किँदैछौ तिमी। ए विषवृक्ष पनि
फालिएको काठ। ए विषवृक्ष भनी फालिएको काठ, बालेर आगो पकाउला भात। कुन्युमा सजिएको लालुपातेको पनि गर्ल्याङ्क कुन्यु नै ढलेपछि के औचित्य हुन्छ र। उही पारा न हो ललकारेर हुत्याएको ढमरढुर नक्कली राजतन्त्रको। उही पारा न हो ललकारेर हुत्याएको ढमरढुर नक्कली राजतन्त्रको। मान भएन सान हुने हो, सान भएन मान हुने हो। प्रजातन्त्रमा मान थियो, मानले सत्ता र भत्ता दिएको। अनायास महत्वाकांक्षामा उत्तालियौ तिमी, अनायास महत्वाकांक्षामा उत्तालियौ तिमी। मान सान र काम बिनाको औचित्यहीन जिन्दगी, के को जिन्दगी हिलोमा माछा मार्दा के को बहादुरी। मान सान र काम बिनाको औचित्यहीन जिन्दगी, के को जिन्दगी हिलोमा माछा मार्दा के को बहादुरी। पक्रिएकै हो हिलोका माछा झैँ नेता, पक्रिएकै हो हिलो झैँ माछा झैँ नेता। खै त बहादुरी कहिलेका हिम्मत भए रुक्का हो राजा न प्रजा। चुनावी मैदानमा बहादुरी देखाऊ, सबै समान सबै महान। जीत हार उच्च सम्मान, गणतन्त्र जिन्दाबाद जनताको संविधान। गणतन्त्र जिन्दाबाद जनताको संविधान। हस्त धन्यवाद। हार्दिक स्वागत छ हाम्रो जनसांस्कृतिक महासङ्घका महासचिव आरसी नेउपाने सर आइपुग्नु भएको छ। उहाँलाई यहाँ आमन्त्रण गर्छु। हामी आसन यस्तै हो, साथीहरू रहँदै गरौँ, आसन ग्रहण गर्दै गरौँ, कविता सुनाउँदै गरौँ, ताकि हाम्रा कविताहरू यस्तो हुन् कि यात्रारत मान्छेहरूलाई पनि शनिबारको यो सुखद आनन्द दिन सकोस्, यात्रा सार्थक बनाउन सकोस्। त्यसरी कविता सुनाउने क्रममा म डाक्टर हरिप्रसाद सिलवाल सरलाई यहाँ आमन्त्रण गर्दछु। हरि सिलवाल। धन्यवाद धन्यवाद डाक्टर कृष्ण सुवेदी सर। म आफ्नो कविता वाचन गर्ने अनुमति माग्छु। मेरो कविताको शीर्षक छ धिक्कार सामन्त हो। आकाशै पुरिदिन्छु फुर्ती कति हो लाजै लजायो अहो। आकाशै पुरिदिन्छु फुर्ती कति हो लाजै लजायो अहो। मुर्दा नै उठिदिन्छु धुर्त कति हो शर्मै शर्मायो अहो। हाम्रो वैभवको विशाल जगत हो चैतन्य थुन्ने अरे। हाम्रो वैभवको विशाल जगत हो चैतन्य थुन्ने अरे। कालो जाल बुनेर साना डढिया फर्काई बुन्ने अरे। कालो जाल बुनेर साना डढिया फर्काई बुन्ने अरे। तिम्रा करतुलका विषाक्त विधिति फर्केर आउन्न हो। तिम्रा करतुलका विषाक्त विधिति फर्केर आउन्न हो। मुर्दा घाट उठी जुरुक्क कहिल्यै बाँचेर आउन्न जो। मुर्दा घाट उठी जुरुक्क कहिल्यै बाँचेर आउन्न जो। तिम्रो जाल थुतेर थुक्छ जनले सोचेर बोल्देऊ न हो। तिम्रो जाल थुतेर थुक्छ जनले सोचेर बोल्देऊ न हो। कहिले चेत खुलेन भक्त बिचरा धिक्कार सामन्त हो। कहिले चेत खुलेन भक्त बिचरा धिक्कार सामन्त हो। धन्यवाद। हौ धन्यवाद मित्र। धिक्कार सामन्त हो यो शानदार शार्दूल विक्रणित छन्दको कविताको लागि डाक्टर साहबलाई हाम्रो संस्थाको तर्फबाट धेरै धेरै धन्यवाद। अब यसपछि गङ्गाराम कणेलजीलाई मैले बोलाउन चाहेँ। उहाँ सुदूरपश्चिमदेखि हुनुहुन्छ हाम्रा सदस्य गङ्गाराम कणेल। हेलो। जेलाई बसे मेलाई बसे बसे जेलाई बसे मेलाई बसे बसे
बसेका हुकेर सिंहासन थाहा पाउँछ कुसुमा झुकेर हजुर कुसुमा झुकेर सुन्दर थियो आशाको दियो झलक्क झल्केका कामबाट आए कसरी आए पल्केका यो गणतन्त्र यो लोकतन्त्र हुर्काउँ देशरी झाँगिँदै जाला हुर्किँदै जाला मनमा इच्छा सबैको ला खाना र पानाको कि दुःख दर्द खाँदैनन् जनता नाउला पानी कुवामा गएर खाँदैनन् जनता नाउला पानी कुवामा गएर बिग्रियो बानी काउँ जानु बसेको बिग्रियो बानी कानुनले राम्रो बनेको लायक बिग्रियो बानी कहाँ र के बिग्रियो बानी कहाँ र जाने बिग्रियो बानी कहाँ र जाने बसेको ठाउँमा बिग्रियो बानी कहाँ र जाने बसेको ठाउँमा यो गणतन्त्र शुद्ध र बनाउनु सबैले गाउँमा जुरुक्क उठ नेपालभरि झुपडा जति छन् 100,000 प्याजमा तिमीले ऋणी पो कति छन् हजुर ऋणी पो कति छन् असल होला बचाउँ यहाँ स्वर्ग छ नेपाल असल होला बचाउँ यहाँ स्वर्ग छ नेपाल आमाका लागि ज्यान दिने उच्चा छ हिमाल नेपाली टोपी लगाए हो कि सुन्दर बनेको सबैले यहाँ बानी पो परे किन हो खनेको हजुर किन हो खनेको राखेको बिउ गलेको जिउ थकान भएर राम्ररी उठ देशमा जुट सलक आएर हजुर सलक आएर पुर्खाको मानो हुँदैन सानो नेपाली सानो छ जुरुक्क उठ नेपालभरि नेपाली मानस हजुर नेपाली मानस के लछत बाटो पार्ने छैन बाहिर निस्केर यी 2-4 दिन कार के हुन्छ जिस्केर हजुर के हुन्छ जिस्केर शरीरले पनि खोज्दछ बास साँझको समय उठन उठ ए दाजुभाइ समय छ भए हजुर समय छ भए गाली नै गर्नु पर्दैन यहाँ डम्फुनी बजाऊ यो गणतन्त्र यो लोकतन्त्र राम्ररी सजाऊ हजुर राम्ररी सजाऊ देशका लागि सत्यका लागि असल बन्नु छ जो आए पनि कान चिरे मनमा गुन्नु छ जानेर मात्र आएका बोलेको यो दियो इमान्दार भनी सजना भनी बसेको थियो हजुर बसेको थियो कहाँ गयो हाम्रो सपनाको ठाउँ छातीका माथि छ यो गणतन्त्र आएर यहाँ जनताको साथी छ हजुर जनताको साथी छ जोगाउँ सबै जुरुक्क उठौँ नेपालभरिमा यो गणतन्त्र गयो भने हुनेछ शरीरमा हजुर हुनेछ शरीरमा असल बनाऊ कर्मठ बनाऊ जोगाउँ व्यवस्था कसरी आयो कहाँबाट आयो यो हाम्रो अवशेषता हजुर यो हाम्रो अवशेषता अन्त्यमै छ सर गणतन्त्र नेपाल जिन्दाबाद जनताको बहुदलीय जनमत जिन्दाबाद वीर शहीदहरू लाल शरण नेकपा एमाले जिन्दाबाद नेकपा एमाले जिन्दाबाद धन्यवाद सर त्यो सुदूर पश्चिमको हुङ्कारले भन्यो जनताको बहुदलीय जनमत जिन्दाबाद भनेर अब हामी यो क्रममा अर्को एकजना यस्ता व्यक्तित्वलाई बोलाइरहेका छौँ कि जसले सिंहको जीवन साहित्यका लागि जनताका लागि न्यायको लागि अर्पण गरेर बितायो
त्यो व्यक्तित्व हो एलाक डम्बर पहाडी एलाक आउँदै हुनुहुन्छ डम्बर पहाडी। धन्यवाद डाक्टर साहब। देशमा गणतन्त्र आइसकेको छ, तर एउटा जाति वर्ग पीडित भएर बसिरहेको छ, जसलाई हामी तथाकथित दलित भन्छौँ। र दलितले भोगेका पीडालाई आफ्नो कविताबाट प्रस्तुत गर्न चाहन्छु। आखिरी जिन्दगी एक नाल बन्दुकको एउटा गोली नै त हो। आखिरी जिन्दगी एक नाल बन्दुकको एउटा गोली नै त हो, जति बेला पनि पड्किदिन सक्छ। आखिरी जिन्दगी एक कान्द्रो धागोको एउटा सुरको नै त हो। तमाम दलित मुक्तिको दौरानमा फासिस्टको पन्जामा पर्दा फाँसीमा सुर्खिदिन पनि सक्छ। फाँसीमा सुर्खिदिन पनि सक्छ। ताली। अर्को कविताले भन्छ, जमाना बदलियो रूपान्तरण हुने होइन। जमाना बदलियो रूपान्तरण हुने होइन। बाबु तिम्रो हजुरबाको शुभ विवाहमा, बाबु तिम्रो हजुरबाको शुभ विवाहमा मेरै बाले दौरा सुरुवाल सिलाएका हुन्। बाबु तिम्रो हजुरबाको शुभ विवाहमा मेरै बाले दौरा सुरुवाल सिलाएका हुन्। हाम्रा छिमेकी सार्की काकाले जुत्ता फुटेका हुन्। कामी बडाले सुनका गहना कमाएका हुन् नि। आज तिम्रो विवाहमा उनकै सन्तान हामीले पनि सिलायौं फुट्यौं र कमायौं। तिमी सुन्दर देखियो। तिम्रा हजुरबा र बाले पुरानै संस्कार अपनाए। तिम्रा हजुरबा बाले पुरानै संस्कार अपनाए। हाम्रा बा हजुरबाले प्रतिकार गरेनन्। हाम्रा बा हजुरबाले प्रतिकार गरेनन्। तिमी नयाँ जमानाको मान्छे, म पनि नयाँ जमानाकै मान्छे। उमेरले तिमी अलि कान्छो, उमेरले म अलि जेठो कान्छो भएर के भयो? जेठो कान्छो भएर के भयो? हेर त त्यो भित्ताको फोटो, हेर त त्यो भित्ताको फोटो सायद लाग्छ तिम्रा बा आमाकै हुनुपर्छ। हेर त त्यो भित्ताको फोटो सायद लाग्छ तिम्रा बा आमाकै हुनुपर्छ। बुबा आमाले पहिरिनु भएका दौरा सुरुवाल चौबन्दी चोलो। बुबा आमाले पहिरिनु भएका दौरा सुरुवाल चौबन्दी चोली हाम्रै बाको कलात्मक सिर्जना हो। तिम्रा बा आमाले पहिरिनु भएका दौरा सुरुवाल चौबन्दी चोली हाम्रै बाको सिर्जना हो। टल्किएको जुत्ता सार्की काकाकै कला हो। र तिम्रो पूजाको थानमा तिमीले पुजिरहेका तिम्रा बाको ठ्याक्कै अनुहार भएको सुन्दर मूर्ति ढलौ। तिमीले पुजिरहेको तिम्रा बाको ठ्याक्कै अनुहार भएको सुन्दर मूर्ति ढलौ। हो त्यो कामी बडाकै सुन्दर सिर्जना कला सिप हो। ती सबै कला सिर्जना सिप र आविष्कार, ती सबै कला सिर्जना सिप र आविष्कार तिमीलाई स्वीकार। तर आज हामीलाई तिरस्कार। बाबु जमाना बदलियो त
अब रूपान्तरण हुने होइन। बाबु जमाना बदलियो त अब रूपान्तरण हुने होइन। धन्यवाद। र मेरो एक लाइन कविता एकै शब्दमा एकपल्ट ताली लगाइदिनुहोस् त। यसको शीर्षक समर्थन। धन्यवाद। धन्यवाद। कविता भनेर यस्तै चोटिला कविता चाहिन्छ सडकमा। त्यसैले गर्दा यहाँ अब सबै कविताहरू एकनासका हुँदैनन्। एउटा बुद्धिजीवीलाई एउटा प्रकाण्ड व्यक्तित्वलाई फेरिमा बोलाउँदैछु। त्यो भनेको प्राध्यापक उमेश उपाध्याय। सानो सानो क्लिप सबैको निकालेको हो कि एउटै भन्नाले एउटा सकिएपछि सक्यो फेरि स्टार्ट एउटैमा सानो सानो मेरो कविताको शीर्षक छ समयको बङ्गारा। मेरो कविताको शीर्षक समयको बङ्गारा। यो कविता 2060 सालमा लेखिएको थियो। अहिले फेरि अहिलेको अवस्थासँग जब राजाबारीहरू जमजमाए त्यसपछि यो कविता एकदम प्रासङ्गिक भयो, सान्दर्भिक भयो। त्यसैले गर्दा मेरो कविता सङ्ग्रहबाट झिकेर मोबाइलमा फोटो खिचेर फेरि एकपल्ट सडकमा लिएर उभिएको छु। स्वीकार गर्नुहोस्। समयको बङ्गारा जाऊ। नकच्चरा गजुरहरू थकित ऊर्जामा युगान्तरपछि फेरि सामन्ती अहमका अन्तिम गजुरहरू तम्सिएका छन् फेरि समयको बङ्गारा। सामन्ती अहमका अन्तिम गजुरहरू तम्सिएका छन् फेरि समयको बङ्गारा जाऊ। अन्तरिक्ष यानहरूलाई एकातिर धकेलेर कुइनोले फेरि घोडाका टापहरूले तल्न धर्ती र घोडाको हिनहिनाइले आतङ्कित पार्न रैतीकरणको लागि आतुर सारा नागरिकहरूलाई रैती बनाउन, सारा नागरिकहरूको रैतीकरण गर्न अवांछित असान्दर्भिक सपनाको कोरेर षड्यन्त्री मार्गचित्त फेरि झिकेर थोत्रा झिनकाँटीहरू टकटक्याएर धुलो र माकुराका जालाहरू सिकर्मीहरूलाई जानी नजानी रथ बनाउन फेरि विवश गर्न बसिएका छन् समयको बङ्गारा जाऊ। अतीतलाई कठालोमा समातेर घिस्याउँदै फेरि ओह्राल्न वर्तमान र भविष्यको एक छेउमा वैक्रमले मोरिएको ओसिएको गनाएको निर्मम अत्याचारी मध्ययुग ओह्राल्न तम्सिएको छ फेरि एउटा पूर्व तानाशाह समयको बङ्गारा झार्न तम्सिएको छ। अत्याचारको अन्तिम गजुर तम्सिएका छन् मुर्दाहरू फेरि समयको बङ्गारा झार्न तम्सिएको छ फेरि एउटा पूर्व तानाशाह समयको बङ्गारा झार्न। धन्यवाद। हामीले उमेश उपाध्याय सरलाई हार्दिक आभार व्यक्त गर्दै अब यस पछाडि यस्ता एकजना व्यक्तित्व प्रस्तुत गर्दैछौँ जो क्याम्पसमा प्राध्यापन गर्नुहुन्छ। उहाँ हेर्दाखेरि शारीरिक रूपमा सबलाङ्ग हुनुहुन्न तर विचारको हिसाबमा अत्यन्तै सुदृढ हुनुहुन्छ। डाक्टर गोविन्द प्रसाद आचार्य। अब प्राध्यापक गोविन्द प्रसाद आचार्य। मैले यो कविता भर्खरै लेखेको हुँ र अहिले हामीलाई अझै मध्ययुगीन अवस्थामा धकेल्न चाहनेहरू सडकमा तिमीहरू नउत्रे हुन्छ। हामी एक गरेर हाम्रा साहित्यले तिमीहरूको चाहिँ जग्गा उखेल्छन्, तिमीहरूका जुङ्गा उखेल्छन्। हेर ख्याल गर, जनतालाई अब अल्मलाउने बाटो नगर। मैले त्यही विषयको एउटा कविता वाचन गर्छु। गणतन्त्रको स्वर। गणतन्त्र गतितिर जानु पर्यो, देश उन्नतिमा पनि लानु पर्यो। भूत खेदिसक्यो जनको बलले, डर छैन अब भूत हलचलले।
भूतबाट हुने डर फालिसके मनभित्र नयाँ जोस बालिसके घरभित्र बसी नकरा अँधेरो घरभित्र बसी नकरा अँधेरो भूत चल्छ भने उठ हान दरो भूत चल्छ भने उठ हान दरो सुनिता नमिता भन क्यारी मरे सुनिता नमिता भन क्यारी मरे बलात्कार गरे धेर नारी मरे निमुखा अबला कति नारी मरे अनगिन्ती मरे दरबार भरे कति थाली दिए कति बाली दिए कति खाडलमा पनि हालिदिए हिम कस्तुरीको उठी बास भयो वन नाश भयो देश नाश भयो देश मन्दिरका न त मूर्ति रहे देश मन्दिरका न त मूर्ति रहे देव तस्कर हुन् न त हिन्दू रहे देव तस्कर हुन् न त हिन्दू रहे देव मन्दिरमा चोरी रातभरि देश नाश भयो भूतराज भरि देश नाश भयो भूतराज भरि न त घण्ट रहे न त शङ्ख रहे न गजुर रहे न कलाजी रहे डर मात्र थियो मरिने बचिने डर मात्र थियो मरिने बचिने केही गर्न खोजे सहजै पचिने भूत तस्करले अधिकार लियो भूत तस्करले अधिकार लियो भूततन्त्र हुँदा दिनु कष्ट दियो भूत शासनमा लुटमार थियो भूततन्त्र ढल्यो तब देश बोल्यो भूततन्त्र ढल्यो तब देश बोल्यो न त बोल्न दियो न त डुल्न दियो न त बोल्न दियो न त डुल्न दियो न त फुल फुलिकन फुल्न दियो अब छुट नदे भूत खेद छिटो अब छुट नदे भूत खेद छिटो अब झुट नयाँ अब झुट नदे गणतन्त्र छिटो सबलाई मिला तर भूत हटा सबलाई मिला तर भूत हटा देशभक्त सबै देशभित्र हटा भूत चल्छ भने प्रतिबन्ध गर भूत चल्छ भने प्रतिबन्ध गर भूत डुल्छ भने प्रतिकार गर भूतका फतुवा पछि लागिरहुन् भूतका फतुवा पछि लागिरहुन् भूतका टपरीहरू चाटिरहुन् भूतका टपरीहरू चाटिरहुन् भूत नाच अब हेरिँदैन भन भूत बाणी अब सुनिँदैन भन भूतका गणको गणना नगर भूतका गणको भ्रममा नपर भूतका गणको भ्रममा नपर भूत साप गयो गणतन्त्र भयो भूत जन्तु गयो गणतन्त्र भयो गणतन्त्र भयो भूत कष्ट गयो गणतन्त्र भयो भूत कष्ट गयो भूततन्त्र गयो खूब सञ्च भयो भूततन्त्र गयो सब खूब
बसन्त भयो सब जातिहरू देशभक्त सबै सब जातिहरू देशभक्त सबै देशभक्तहरू एक रक्त सबै देशभक्तहरू एक रक्त सबै भूत फिर्छ भनी रटना नरटुन् भूत फिर्छ भनी रटना नरटुन् गणतन्त्र छुँदा घटना नघटुन् भूतको त यहाँ नचिहान कतै भूतको त यहाँ नचिहान कतै गणतन्त्र भयो र बिहान जतै गणतन्त्र सुधासरी सुध्रिरहोस् गणतन्त्र सुधासरी सुध्रिरहोस् गणतन्त्र जतै लटरम्म फलोस् गणतन्त्र जतै लटरम्म फलोस् दुःख दूर गरी गतिमान बनोस् देश उच्च गरी गणतन्त्र रहोस् देश उच्च गरी गणतन्त्र रहोस् धन्यवाद हो डाक्टर साहब देश उच्च गरी गणतन्त्र रहोस् ठिकै भन्नुभएको छ यहाँले हामी पनि त्यही विश्वास गर्दछौँ यहाँ अब यस्ता अर्का व्यक्तित्वलाई म अगाडि सार्दैछु कि उहाँ काभ्रेदेखि आउनुभएको छ काभ्रे जिल्लाबाट आउनुभएको छ प्रगतिशील लेखक सङ्घ काभ्रेका अध्यक्ष श्री रक्तिम लामा 5 वर्षभन्दा बढी जेल जीवन बिताउनु भएको हिजो जनयुद्ध भनेको कालमा धेरै मेहनत गरेर खट्नु भएको एउटा व्यक्तित्व हुनुहुन्छ आज अर्कै अनुहारमा गणतन्त्रको पक्षमा उभिनु भएको छ रक्तिम लामा धन्यवाद सर मेरो कविताको शीर्षकै छैन है अब समय आयो पशुपतिनाथले रक्षा गरून् या नगरून् अब समय आयो पशुपतिनाथले रक्षा गरून् या नगरून् प्रतिगमनले भना भिजायो भने चाह भेट्छ चाहिँ घरले टाउको फुटाउनु हस् त धन्यवाद साँच्चै रक्तिमको एउटा जोसिलो अभिव्यक्ति पछाडि वासुदेव अधिकारी नझुक्किनु होला हो वासुदेव अधिकारी नम्बर 2 हो आउँदै हुनुहुन्छ वासुदेव अधिकारी सबै आए खान्छ माथि यस्तो सम्बन्ध धन्यवाद किन छैन मैले सिधै कविता वाचन गर्ने अनुमति मागे मेरो कविताको शीर्षक हो प्रतिगमन पुच्छर हल्लाएर टाउको उठाइरहेछ प्रतिगमन पुच्छर हल्लाएर टाउको उठाइरहेछ दुध पिएर विष ओकल्दै डसिरहेछ उसले सधैँ के घरबार के दरबार सलबलाइरहेछ दिनौँ के घरबार के दरबार सलबलाइरहेछ दिनौँ सडक र सदनमा घोडा फुलाएर जिब्रो हल्लाइरहेछ यत्र तत्र सलबलाइरहेछ सत्ताको घोपीमा लुकेर अमृतको स्वाद लिँदै विष ओकलिरहेछ सत्ताको घोपीमा लुकेर अमृतको स्वाद लिँदै विष ओकलिरहेछ तिनको जरा उखेल्न गणतन्त्रको हतियार साँझ लाउनु छ तिनको जरा उखेल्न गणतन्त्रको हतियार साँझ लाउनु छ अनेकता र अविश्वासको पर्दामा लागेको ग्रहण हटाई अनेकता र विश्वासको पर्दामा लागेको ग्रहण हटाई कालो बादलभित्रबाट उदिनेर सूर्यको तापमा जलाई प्रतिगमनको अन्त्येष्टि गर्नु छ सूर्यको तापमा जलाई प्रतिगमनको अन्त्येष्टि गर्नु छ धन्यवाद धन्यवाद वासुदेव सर यहाँ हाम्रो माझमा हामीले अत्यन्तै आदर गर्नुपर्ने अरू व्यक्तित्वहरू उपस्थित हुँदै रहन्छ त्यो व्यक्तित्व मध्ये साँच्चै नै रसिलो रमाइलो हँसिलो र हामीलाई हँसाउन सक्ने व्यक्तित्व
पनि हुनुहुन्छ हरेन्द्र बराल। म उहाँलाई चाहिँ हाम्रो माझमा हुनुहुन्छ तर अन्त्यमा प्रस्तुत गर्नेछु भनेर खालि नाम मात्र लिएको हो। हाम्रो साथमा अर्का व्यक्तित्व आउनु भएको छ श्री नमुना शर्मा, भर्खरै निर्वाचित हुनुहुन्छ। उहाँ उपाध्यक्ष हुनुहुन्छ जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष नमुना शर्मा। उहाँलाई म एकछिन पछि प्रस्तुत गर्नेछु। अब यति बेला कवि गीता सापकोटा, हाम्रो जनसाहित्यिक सङ्घका कोषाध्यक्ष गीता सापकोटा। धन्यवाद सर। हेलो हेलो ल, मैले माइक राम्रैसँग समातेको छु। कविताको शीर्षक छ मृत बाज र शेर। कहाँ मुर्दा बुढो शेर मृग देखेर फर्कियो, मुर्दा बाज उठी फेरि परेवा कुन झम्टियो, लास बाज उठी पन्छी झम्कन्छु भन्न खोज्दछ, आशाको दीप बालेर लास जाग्न असम्भव, मट्टीभित्र मिलाएको बाज बिउतन्छ के गरी, चिहानभित्र छोपेको शेर उड्दछ के गरी, औँसीको रातमा तारा पाल्छु भन्ला कुनै ठग, खरानी घाटको खाग उम्रन्छ भन्नु व्यर्थ छ, मर्दैनन् जिउँदा पन्छी बाज झम्टाहरू परी, भिड्दैछन् बाजकै साथ चेतना गीत चिरबिरी, तर्सन्नन् मेघका बच्चा प्रीत शेर अघिल्तिर, बाह्र सिंह उद्याएर भिड्दछन् शेरका सँग, मरेका बाज आएर टिप्दैनन् जिउँदा चरी, टिप्ने स्वप्न भए स्वप्नै घाट जान्छन् स्वयं मरी, मरेका शेर बिउजेर खेद्ने मृग कसो गरी, खेद्ने स्वप्न भए स्वप्नै घाट जान्छन् स्वयं मरी, खेद्ने स्वप्न भए स्वप्नै घाट जान्छन् स्वयं मरी, टिप्ने स्वप्न भए स्वप्नै घाट जान्छन् स्वयं मरी। धन्यवाद। हो, टिप्ने स्वप्न भए आफै घाट जान्छन् स्वयं मरी। धन्यवाद कोषाध्यक्षज्यूलाई। अब यसपछि हाम्रा स्थापित कवि पुराना कवि श्री प्रमोद स्नेहीलाई प्रस्तुत गर्दैछौँ। नमस्कार, मेरो कविता नमस्कार, मेरो कविताको शीर्षक छ अँध्यारोको दस्तखत। अँध्यारोले लखटिरहेछ, म आँखामा अलिकति उज्यालो बोकेर दौडिरहेछु अघि अघि। अँध्यारोले लखटिरहेछ, म आँखामा अलिकति उज्यालो बोकेर
दौडिरहेछु अघि अघि थाहा छैन कहाँ गएर निप्ने हो र कति बेला हुने हो दस्तखत अँध्यारोसँग थाहा छैन कहाँ गएर निप्ने हो र अलिकति बेला हुने हो दस्तखत अँध्यारोसँग बुढो पिपलको रुखको जरा जस्तै अँध्यारो फैलिरहेछ जताततै बुढो पिपलको रुखको जरा जस्तै अँध्यारो फैलिरहेछ जताततै पखाला लागेर सुस्त भएको बालक जस्तै छ पखाला लागेर सुस्त भएको बालक जस्तै स्वदेश सम्भावनाका दस्तावेजहरू अँध्यारोको इनारमा हम्फालेर उज्यालो आत्महत्या गरिरहेछ अँध्यारोको यो इनारमा हम्फालेर उज्यालो आत्महत्या गरिरहेछ थुनेर उज्यालोलाई कोठामा भोटे तालचा लगाइरहेछ इतिहासको एउटा कालखण्ड शर्तहरू मन्जुर गर्दै आत्मसमर्पण गरेर घुँडा टेक्दैछ उज्यालो यो अँध्यारोको अघि आगो जस्तै अँध्यारोले पोलिरहेछ मेरो उज्यालो मस्तिष्कलाई बलछपति फोरेर ढोकाभित्रबाट उज्यालोलाई मुक्त गरिरहेछु अँध्यारोले लखेटिरहेछ म आँखामा अलिकति उज्यालो बोकेर दौडिरहेछु अघि अघि दौडिरहेछु अघि अघि धन्यवाद 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 प्रमोद सिंहजी अब हामीसँग आउँदै हुनुहुन्छ जन सांस्कृतिक महासङ्घका महासचिव आरसी नेउपाने दमदार कविताका साथ धन्यवाद आयोजक साथीहरूलाई कविताको शीर्षक छ वर्गमुक्तिका अभिलाषा मुक्ति श्रृङ्खलामा वर्गीय मनहरूको रातो उत्सर्ग बनेर उज्जवल भविष्यको गतिशील गुण नूतन ज्ञानको मूल्यबोधमा टुटे फुटेका भाँडा टाल्ने राङको रसायन बनेको छ वसन्त ऋतुको पालुवासरी मुक्त समाजको विनिर्माण जीवन र जगतको शाश्वत नियम आखी झ्याल र नाङ्लोको गणित बनेर वर्गीय मन कमलको फुलको बान्की झैँ चैतन्य बनी सरोवरमा फक्रिरहेको छ शिरीषको फुलसरी रातो बिहान जन्माउन निर्वर्गीय चिन्तनको दुराशयपूर्ण कुण्ठा विरुद्ध ढुङ्गाको सिरानी हाल्दै लडेको छ निरन्तर घुम्टी र कुइनेटाहरूमा अवुन्नति पूर्णिमाको जुन जन्माउन दुष्चक्र पालिरहने विषालु आँखाका मुडाग्रै काँडा मार्न भुरीलाई पातले कछाए झैँ गतिशील बनेको छ रातो मजुरा अग्रगामित्व भाव सपनाहरूको सङ्कल्प बोकी वर्ग मुक्तिका अभिलाषाको पूर्णतामा वर्ग मुक्तिका अभिलाषाको पूर्णतामा धन्यवाद धन्यवाद उपाध्यक्षज्यू हामीसँग धेरै कविहरू हुनुहुन्न हामी बिचभन्दा अलिक घर्किसकेका छौँ मध्यभागभन्दा अलिक पछाडि आइसकेका छौँ हामीसँग यस्तो एकजना अभियन्ता हुनुहुन्छ लामो समयदेखि साहित्य सन्ध्यामा रहेर क्रियाशील हुनुभएका कवि श्री गोपाल मैनाली साहित्य सन्ध्याका पदाधिकारी हुनुहुन्छ मेरो कविताको शीर्षक एउटा मात्रै छ एउटा मान्छे छ सिंह दरबारमा आगो झोस्छु भन्छ टुकुचाका माछा एक्लै पोलेर खान्छु भन्छ मिलेर विकास गरौँ भन्नै जान्दैन आफूलाई बाहेक कसैलाई मान्दैन यो समाजमा मिलेर बसौँ भन्ने मिनी बसको एउटा खलासी मात्रै छ अर्को मान्छे ढङढङीमा बाँचेको छ अझै क्रान्तिको धम्की दिन्छ 17,000 को हिसाब दिन मान्दैन मार्सी र मुसाको स्वादमा जिब्रो फड्कार्दै हिँड्छ जताततै अराजकताको बिउ रोप्छ मिलेर विकास गर्ने कुरै गर्दैन यो देशमा मिलेर बसौँ भन्ने माइक्रो बसको खलासी मात्रै छ अर्को बिना ढेउवा युवालाई विदेश पठाएर गाउँ रित्तो पार्छु भन्छ बालकोटतिर फर्केर धारे हात लाएर बरबराउँछ
ढकपल्ला उचाल्न जान्दैन, भ्याकुताको धार्ती पुर्याउँछु भन्छ, कहिले एउटा ढोका चार्छ, कहिले निर्धासँग सहारा गुहार्छ। आफ्नो धरातल चिन्दै चिन्दैन, मिलेर बसेको समाजलाई गति दिउँ कहिल्यै भन्दैन। यो देशमा मिलेर बसौँ भन्ने टेम्पोको ड्राइभर मात्रै छ। एउटा तराईको भूमि आफ्नो बपौती ठान्छ, दक्षिणको धम्की दिएर उत्तर फर्केर गुलेली हान्छ। देशैभर डडेरो लगाउने घुर्की लाउँछ, नक्कली पिस्तोल देखाएर समाज रूपान्तरण गर्छु भन्छ। मधेसबाट पहाडे भगाउँछु भन्छ, मधेस र पहाडे नमिल्ने कुरा गर्छ। छुवाछुत पालेर बसेको छ, विभेदको अन्त्य गर्नु हुँदैन भन्छ। मेरो देशमा मिलेर बसौँ भन्ने रात्रि बसको खलासी मात्रै छ। मेरै कारण देश सग्लो छ भन्छ, बालुवामा टाउको लुकाएर सुरक्षित ठान्छ। हिङ बाँधेको टालो बोकेर हिँड्छ, मौका हेरेर सुन्न लगाउँछ। मालिक नभए विकासै पर्छ भन्छ, आफ्नो घर न घाटको थाहा पाउँदैन। विकास र निर्माणका कुरा जान्दैन, मिलेर बसेको देख्न सक्दैन। त्यो देशमा मिलेर बसौँ भन्ने साझा बसको खलासी मात्रै छ। सहकारीले जनता लुटेको पुरै गर्दैन, मिटर ब्याजी पीडितका आँसु पुस्न जान्दैन। टाउकामा सिपेजको नाको लिएर हिँड्छ, कपाल नभएका मान्छेलाई काइयो बेच्छु भन्छ। विकास र समृद्धिका कुराले तर्छन्छ, भैँसमा खाएको घिउको तुजुक लगाउँछ। भयभरको एकलौटी पारौँ भन्छ, हाते मालु गरौँ भन्ने जान्दैन। यो देशमा मिलेर बसौँ भन्ने चक्रपथ घुम्ने बसको खलासी मात्रै छ। चक्रपथ घुम्ने बसको खलासी मात्रै छ। हो, मिलेर बसौँ भन्ने चक्रपथको खलासी मात्रै छ। कस्तो मजाको कुरा। धन्यवाद गोपाल सरलाई। हो, यस्तै खालको कविता योभन्दा अझ रमाइलो गरेर सुनाउने हामीसँग यस्ता यस्ता व्यक्तित्व हुनुहुन्छ। तपाईँहरू थपिँदै बस्नु होला। दर्शक महानुभावहरू, हामीसँग थरेन्द्र बराल पनि हुनुहुन्छ, तर उहाँलाई अहिले म प्रस्तुत गर्दिनँ, एकछिन पछि बोलाउने छु उहाँलाई। यति बेला हामीसँग सञ्जय सोती, युवा कवि सञ्जय सोतीलाई म मेरो कविता नङ र निरङ्गो सता भन्ने चाहिँ वाचन गर्दैछु। जति नङलाई काटी दिन खोज्छौ कुरूपता, पलाई बढी बस्छ त्यति प्रकृतिको स्वरूपता। जति सुकै बढे पनि निरङ्गो सता, त्यसलाई ढाल्न अघि बढ्छ जनताका जागरुकता। हस्त, धन्यवाद। कस्तो मनको कुरो बुझे होला। यस्तै चाहिन्छ मान्छे भन्ने नि जाने। अब हामी यसै क्रममा वरिष्ठ कवि भन्न सकिन्छ यस्तो व्यक्तित्व जो उदयपुरदेखि यही काठमाडौँका नागरिकहरूसँग कविता संवाद गर्न आउनु भएको छ। त्यो व्यक्तित्व भनेको सिर्जना सरोवर। म सिर्जना सरोवरलाई यहाँ बोलाउँदछु। उहाँ निकै धेरै जिम्मेवारीको धनी हुनुहुन्छ। म उहाँको जिम्मेवारीहरू पुरा नगरौँ। कवि सिर्जना सरोवर, यति भन्नु। धन्यवाद आदरणीय व्यक्तित्व। म सृजना सरोवर आज यहाँ सडक कविता भर्नको लागि उपस्थित भएको छु। मेरो कविता पञ्चचामर छन्दमा छ। कविताको शीर्षक छ म गर्छु प्राण अर्पण। हिमाल बोक्छु माथमा, सजाई छैन बक्षमा। मधेसको जिमी स्वयं म बोल्छु लोक पक्षमा। युवा हो रक्त बीज झै म गर्छु भीष्म प्राणायो। स्वदेशका निमित्त हे म गर्छु प्राण अर्पण। विवाद अन्त्य होस् छिटै, विनम्र पोख्छु भावना। म शान्ति दूत बुद्धको गरिरहेछु प्रार्थना।
अराज काज बन्द होस् बढेमा भन्छु पाछाड स्वदेशका निमित्त हे म गर्छु प्राण अर्पण विभिन्नता फुलोस् सधैँ नहोस् कहीँ कुनै भए हरेक धारमा बगोस् स्वदेश प्रेम तन्मय सुगन्ध फैलियोस् जतै विभेद होस् पराजय सुगन्ध फैलियोस् जतै विभेद होस् पराजय प्रगाढ एकता बनोस् निनाद होस् जय जय म मातृभूमिमा कतै अराज झार उम्रिए तथा कतै षड्यन्त्रका अनिष्ट बीज रोपिए समूल नष्ट हुन्छ त्यो नगर्नु नाट्य मञ्चना स्वदेश। मेरो कविताको शीर्षक छ झुटको खेती। मिठो सपना देखाउनेहरू आशावादी हिँडिरहेछन्, तपाईँ हाम्रो मौनतामा भ्रमको खेती गरिरहेछन्। हाम्रा श्रमहरू लुटिरहेछन्, मनमा शङ्का हुँदा पनि हाम्रो शरीर त्यतैतिर दौडिरहेछ। त्यसैले त सत्य कुरा बुझ्ने गरौँ, झुटको खेती गरेदेखि अरूलाई पनि सचेत बनाऊ। धन्यवाद। हजुर धन्यवाद सर। अब हामीसँग त्यस्तै अर्का व्यक्तित्व हुनुहुन्छ। वास्तवमा उहाँ नाटकको व्यक्तित्व हो, पुरानो नाटककर्मी, जनताका नाट्य अभियानमा लागेको गीतहरू पनि लेख्ने एउटा साथी हुनुहुन्छ विश्वनाथ तामाङ। हामी उहाँलाई विश्वनाथ योजना भनेर पनि बुझ्दछौँ। उहाँ प्रगतिशील लेखक सङ्घको प्रदेश समितिको सदस्य हुनुहुन्छ, राष्ट्रिय परिषदको सदस्य हुनुहुन्छ। राष्ट्रिय जनसांस्कृतिक सङ्घ नेपालद्वारा आयोजित सडक कविता वाचनमा आउनुभएका कवि साहित्यकारहरूलाई हार्दिक स्वागत तथा अभिवादन। मेरो कविताको शीर्षक छ उत्कोष। उत्कोष हो प्रतिगमनकारीलाई हाम्रो प्रतिरोध गर्न तयार छौँ हामी तिम्रो। खबरदार शिर उठाउने प्रयास नगर, कलमदारी सेना हो हामी गर्छौँ प्रहार। शब्दहरू छन् हतियार भन्दा धारिला, होस् रा तिम्रो गर्दन तत्तै काटिएला। देखिसके हामीले तिम्रा करतुतहरू, प्रहार गर्न नपरोस् शब्दका बारुदहरू। लड्न तयार छन् कवि कलाकार, देश छाडी भग्न तयार। लड्न तयार छन् कवि कलाकार, देश छाडी भग्न बने हुन्छ तयार। देश छाडी भाग्न बने हुन्छ तयार। उद्घोष हो प्रतिगमनकारीलाई हाम्रो प्रतिरोध गर्न तयार छौँ हामी। बसेकालाई छानी दिउँसै सपना नदेख मैना, बाहिर कहिल्यै उड्दैन आकाशमा। निरङ्कुशता तुलिन्छ मैना, गणतन्त्रको रातिलो प्रकाशमा। जनता मार्ने जीव थुत्ने, जनअधिकार खोज्ने, सिंहासनको सपनामा दिउँसै आगो जोस्ने। लागु औषध ओसार पसार मूर्ति बसाई सार्ने, सडकैमा जनगायक किचिमिची पार्ने। सुशासनको उच्चतम रूप देखेकै हो जनताले विगतमा। कोसिस गर्यो हजारौँ तर सकेनौ नि पौडिन रगतमा। जनताको चेतनाले किनारामा पुग्दा, जनताकै नासो फिर्ता गर्नु पर्दा झुक्दा। विश्वौकी आन्दोलनको भरभराउँदो रूप पखालिन्न विगतका कुकर्म र ताप। आफ्नै अनुहार हेर ऐनामा हेर
रगतको दाग उस्तै छैन डुबाए नि अन्तरमा तर गधा गाई बन्दैन कहिले नि सामुन्नेमा नदेखिने भित्र आगो जोस्ने आभरालाई काँधमा बोकी जनाधिकार खोज्ने म्याछकेका बेलुन ठुकी जति बोल धावा गनाएको सिनो बोकी बतासिन्न हावा देखास्या सपना सिंहासन देख सपना देख्न रोदैन कसैले मरेको कुरो ओत्याले छोड्छन् छुख्रा तिमी छोडेका रसैले कुयो भने मिठाई पनि फ्यालिन्छ र छ्यानमा मनोरोगी बिरामीले सुत्नु ओछ्यानमा हत्केलाले सूर्य छ कि अन्धकार पार्ने नदेखबो सपना तिमी जनताले हार्ने लोकतन्त्रको विकल्प माइला निरङ्कुशता हुँदैन कहिले नि छडा कुकुरो सडकमा भ्याउ भ्याउ मात्रै गर्दै देखिन्छन् अहिले नि लोकतन्त्रमा जनताका आकाङ्क्षा नि हुन्छन् आफ्ना शासक जनताले आफै छान्छन् चुन्छन् माथि पनि चढाउँछन् तल पनि झार्छन् गलत गरी निर्वाचनमा खेचर छन् पछार्छन् लोकतन्त्रको विशेषता यही हो संसारकै विशिष्ट व्यवस्था निराशाको पर्दानी हट्छ फेरिन्छ यो मुलुकको अवस्था निराशाको पर्दानी हट्छ फेरिन्छ यो मुलुकको अवस्था। बहुत धन्यवाद रमेश सर। यदि गल्ती गर्यो भने जनताले तानेर पछार्छन् भन्ने भावका साथ सुन्दर गीत प्रस्तुत गर्न जानुभएको छ। रमेश सरलाई धेरै धेरै धन्यवाद। अब कविता र गीत मात्रै कति सुन्ने, अब हामी केही आशीर्वचन सुन्छौँ। हाम्रा अगुवा, हाम्रा अभिभावक श्री प्रेमनाथ अधिकारी आउनुभएको छ, जनसङ्घ महासङ्घका पूर्व अध्यक्ष। छोटोमा हामी केही सुन्छौँ उहाँबाट। धन्यवाद डॉक्टर साहब। यो सडक कविता वाचन राष्ट्रिय जनसांस्कृतिक महासङ्घको घटक संगठन राष्ट्रिय जनसाहित्यिक सङ्घले आयोजना गरेको कार्यक्रममा यो खबरदारी स्वरूप हामी स्रष्टाहरूले प्रस्तुत गरेका छौँ। चैत्र 15 गतेको जुन घटना भएको थियो काठमाडौँमा, जसले गर्दा निर्दोष मानिसहरूको आगलागीबाट हत्या भएको थियो र हामीले आर्यघाटमा पुर्याइसकेको राज संस्थालाई फेरि बिउताउने हिसाबले आएको जुन फोकटिया मानिसहरूको भिड थियो, त्यसका विरुद्धमा खबरदारी कार्यक्रम हामीले यो आयोजना गरेका छौँ। हामी स्रष्टाहरूले सब जनताहरूलाई सचेत गराउने काम हाम्रो राष्ट्रिय जनसाहित्यिक सङ्घ मार्फत गरेका छौँ। जनसाहित्यिक सङ्घका अध्यक्ष नर्मदेश्वरी सत्यालज्यू लगायत महासचिव डाक्टर कृष्ण सुवेदीज्यूलाई यो कार्यक्रम आयोजना गर्नुहुने तपाईहरुको सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस प्रकारका जुन हामीले लोकतन्त्र प्राप्त गरिसकेपछि पनि हामीले लोकतन्त्रको रक्षाको लागि खबरदारी। धन्यवाद सर। अब हामी सुन्दैछौँ मायावी साँडे है। कविताको शीर्षक मायावी साँडे है। टानेर छाडियो कसले तिमीलाई, टानेर छाडियो कसले तिमीलाई, निर्वाध बालीमा रमाउन प्यारमा जुझ्न ती मायावी साँडेहरूलाई अनुमति दियो कसले, ती मायावी साँडेहरूलाई अनुमति दियो कसले। फुट्छन् आपसमा कहिले विभाजन हुन्छन् टुक्रा टुक्रामा,
हावाको सानो झुक्काले हराएका बादल झैं हराउँछन् क्षणभरमै मिल्ने फेरि एकाकार भएर दृश्य दृश्य झैं अदृश्य अदृश्य झैं सत्य सत्य झैं भ्रम छरिरहेछन् रूप बदलिरहेछन् डुक्रिरहेछन् मायावी साँडेहरू खुलेर डुक्रिरहेछन् मायावी साँडेहरू खुरले खोस्रिँदै जमिन प्रदर्शन गरिरहेछन् उन्मत्तता भत्काउला चाहिँ यो संरचना सिगौरी हानिरहेछन् कानुनका धाराहरू चपाउँदै संविधान बचाउँदै कुन आनन्द लिइरहेछन् विवश दृश्यहरू रचिरहेछन् सहनेको पनि हद हुन्छ धैर्यको पनि सीमा हुन्छ बाँध फुटेपछि धैर्यको बग्दा बग्दै भेलमा हराउलन बगरमा उम्लिएका रगत भुल भुल पाखुरीमा मौनता तोडेर यो दुनियाँ सडकमा निस्किएला जब खुर र सिर थाचिएलान् फुट्लान् डुक्रने खोक्रो हकीकत के होला अनि होशियार 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 मायावी साँडेहरू होशियार। धन्यवाद। गर्न सकिया भए मजा आउँथ्यो होला, त्यो सकिएन। त्यसले गर्दा हेरेर भन्नुपर्दा त्यति रमाइलो हुँदैन। तर पनि म यो कविता प्रस्तुत गर्दछु। स्निग्ध परिवेशमा मेरो कविताको शीर्षक सयपत्री फुल्नै लागेको छ, आँगनका डिलमा सौरभ छरिनै लागेको छ, बासन्ती आमको नानीहरू खेलिरहेका छन् रमाइलोमा। धन्यवाद साथीहरू। अब यसै कविताका साथ आजको हाम्रो यो सडक कविता वाचन कार्यक्रम यही विश्राम लिन्छ। यो अन्त्य भएको होइन। जनसमुदाय हामी यस्ता कार्यक्रमहरू बारम्बार लिएर आउनेछौँ। आजलाई हामीलाई राष्ट्रिय जनसाहित्य सङ्घ नेपाललाई यत्तिकैमा बिदा दिनुहोला। धन्यवाद। नमस्कार।